किसानले एक बोरा मल किन्दा 15 केजी धानको बिउ अनिवार्य लानुपर्ने बाध्यता बनाएको छ। न त अहिले धानको बिउ लाने सिजन नै छ। खाए खार नखाए घिज भने झै किसानलाई मलको अभावमा बाध्यतामा पार्न पाइँदैन। भोलिबाट बराहक्षेत्र नगरपालिका 10 मा रहेको धरहरा कृषि सहकारी संस्था लिमिटेडमा कृषि मल वितरण हुने भएको छ, जसमध्ये साल्ट युरिया 20 बोरा, कृषि सामग्री युरिया 50 बोरा, कृषि सामग्री डेपी 40 बोरा, पोटास 20 बोरा वितरण गरिने संस्थाले जनाएको छ। किसानले मल पाउनु, कृषि सहकारी संस्थाले मल उपलब्ध गराउनु राम्रो कुरा हो, तर किन कृषि सामग्री केन्द्रले पटक पटक एक सामान किन्दा अर्को सामान किन्न बाध्य बनाइरहेको छ त? यस्तै समस्याले गर्दा कृषकहरू दोब्बर पैसा तिरेर भारतीय मल प्रयोग गर्न बाध्य भएका छन्। यो विषयमा कृषि सामग्री केन्द्र लगायत सम्बन्धित निकायको ध्यान आकर्षण हुन आवश्यक छ। समाचारको लागि समीर चन्द्रवंशी।